हेलो गाइस, नमस्कार सेवानी, स्वागत छ तपाईहरुको मेरो भ्लगमा। आज म एसटीएनएममा आएको छु र आज म तपाईहरुलाई एसटीएनएमको अलिकति भ्यूजहरु देखाउने छु र यहाँको डिटेल्सहरु पनि दिने छु। हेर्दै गर्नु होला मेरो भिडियो। फ्रेन्ड्स, यो एसटीएनएम हस्पिटल, न्यू एसटीएनएम हस्पिटल, यो चाहिँ सोकेगाङ तल सिच्चे पर्छ र यहाँनिर 1000 बेडेड हस्पिटल हो। मणिपाल चाहिँ 500 बेडेडको हस्पिटल हो, यो चाहिँ 1000 बेडेडको हो र यहाँदेखि चाहिँ इन्ट्री हो। उको गान्तोकहरु देखि राङकाहरूदेखि आउने बाटो र यहाँदेखि ओह्रालो गयो भने चाहिँ तल ट्युबरक्लोसिस र तपाईको रेडियोलोजी अनि साइकेट्रिक वार्डहरुतिर जान्छ र यो साइडमा पर्छ तपाईको इमर्जेन्सी वार्ड यहाँनिर पर्छ र यो चाहिँ गान्तोकदेखि लगभग 20-25 मिनट लाग्छ गाडीमा चाहिँ। यत्रो ठुलो बनाएको छ यहाँनिर न्यू एसटीएनएम हस्पिटल। राङकादेखि वारिपट्टि पर्छ सिच्चे। बाट आएर चाहिँ यो साइड गाडी जान्छ तल र हस्पिटलबाट गान्तोक जानु पर्यो चाहिँ फेरि ट्याक्सीहरु, लोकल ट्याक्सीहरु यहाँनिर पार्क हुन्छ। यहाँदेखि चाहिँ फेरि मान्छेहरुलाई पिकअप गरेर लान्छ। यहाँनिर अहिले ओह्रालो जाने दुईटा पार्टिसन गरेको रहेछ, रोड डिभाइडर। पहिला त एउटा मात्रै थियो, माथिल्लोपट्टि पार्किङ थियो। अहिले त ट्राफिक पनि बस्दैछ, पहिला त ट्राफिक थिएन। सधैँ चाहिँ ओपीडी को मान्छेहरु त माथि इमर्जेन्सी अगाडि जान्थ्यो, अहिले चाहिँ यहाँनिर जाँदैछ। जस्ट यहाँनिर लेखेको छ ड्रप अफ अन्ली फर ओपीडी पेसेन्ट, यहाँनिर जाँदैछ। यो चाहिँ ओपीडी पर देख्नु हुँदैछ, यो चाहिँ ओपीडी। यहाँदेखि चाहिँ कार्ड बनाएर भित्र बस्नुहुन्छ। एसटीएनएम यो ओपीडी साइडबाट तपाईहरुलाई देखाउँदैछु बिल्डिङ र यो ओह्रालो चाहिँ जान्छ तल ट्युबरक्लोसिसको बिल्डिङ। त्यहाँनिर साइकेट्रिकको बिल्डिङ पनि छ। अहिले यस्तो भिडभाड छ अहिले पनि। वाटर एटिएम पनि रहेछ यहाँनिर। तपाईले 1 लिटरको पानी 1 रुपैयाँमा, 2 लिटरको 2 रुपैयाँमा र 5 लिटरको 5 रुपैयाँमा पाउनु हुँदो रहेछ। यहाँनिर पैसा हालेर निस्किने रहेछ। एसटीएनएमको यो कार्ड बनाउनेको अगाडि छ ओपीडी ब्लक एसटीएनएम र यहाँनिर चाहिँ भित्र डाक्टर देखाउनु भन्दा अगाडि कार्ड बनाउँछ। त्यो कार्ड बनाउने नम्बर चाहिँ यहाँदेखि लिनु पर्दो रहेछ। यहाँदेखि चाहिँ नम्बर लगेर त्यहाँ भित्र कार्ड बनाउनु रहेछ। त्यो पनि तपाईलाई म देखाउँछु। यहाँदेखि चाहिँ इन्ट्री हुनुपर्छ। नम्बर लिएर इन्ट्री भएपछि त्यहाँदेखि तपाईको यहाँनिर गएपछि यता चेयर छ, यहाँ चेयरमा बस्नुपर्छ। त्यहाँदेखि चाहिँ बादमा तपाईको यता यहाँनिर कार्ड बनाउनुपर्छ। यो चाहिँ कार्ड बनाउने जग्गा हो। यहाँदेखि चाहिँ सबैजना मेल फिमेल लाइनमा बसेर कार्ड बनाएर त्यहाँदेखि यो साइड उता जानुपर्छ। यहाँदेखि भित्र चाहिँ तपाईको डाक्टरहरु बस्ने जग्गा। र फ्रेन्ड्स, कस्तो लाग्यो तपाईलाई मेरो भिडियो? मन परेमा लाइक, शेयर अनि सब्स्क्राइब गरिदिनु होला। तपाईको लागि फेरि म यस्तो भिडियो लिएर आउने छु।